हेलो साथीहरु, नमस्ते। यार भित्रिज युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज भने म एउटा भ्लग भिडियो बनाउन गइराखेको छु है। कृपया भिडियो चाहिँ मन परे लाइक कमेन्ट शेयर अनि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। र म चाहिँ के खालको भिडियो बनाउन गइराखेको छु भनेर म हजुरहरूलाई चाहिँ देखाउन गइराखेको छु है। ल साथीहरु, हेर्नुस् है। हामीले चाहिँ यहाँनिर यो सेफ्टी ट्याङ्की छ हैन। यो सेफ्टी ट्याङ्की भयो। यहाँनिर हाम्रो चाहिँ पाइप रहेको छ। यहाँनिर यहाँबाट चाहिँ हामीले चाहिँ यो खनेर चाहिँ यसलाई चाहिँ यसको पाइप चाहिँ माथि चाहिँ यसलाई चाहिँ हैन यो भागबाट यो भागदेखि हैन यहाँनिर लगेर जाने। त्यसपछि यो माथिको घर, यो माथिको पालनिर चाहिँ यसलाई चाहिँ कनेक्ट गर्ने है। यहाँ चाहिँ यसको माथि चाहिँ टोयलेट, यहाँ चाहिँ सेफ्टी ट्याङ्की हो। सेफ्टी ट्याङ्कीको पाइप चाहिँ हामी पाइपको लागि एक्सकेभेसन गरिरहेको छौँ साथी हो। अनि जब हामी यहाँनिर आइपुग्छौँ हैन, यहाँनिर आइपुगेपछि यहाँनिर चाहिँ यो नहर छ पानीको, यसरी गएको छ। यो पाइपलाई चाहिँ हामी सिधा यो नहरको मुनिबाट चाहिँ छिराएर यहाँ लग्नेछौँ। यो यहाँनिरको पलमा गाइजहरु, त्यहाँदेखि चाहिँ अब यहाँसम्म चाहिँ आयो है यो होल खन्दै 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 हैन। अब यसको मुनिबाट चाहिँ पल पार्नु पर्ने छ है। कसरी हो भन्ने कुरा चाहिँ गाह्रो छ। यहाँ नगर के फाइनली यो सुरुङ चाहिँ हल भइसकेको छ। पल्लोबाट निस्किसकेको छ हैन। हल्का हल्का उज्यालो देखिँदैन पर त्यहाँ पुगिसकेको छ। अब त्यहाँदेखि चाहिँ अब यसले चाहिँ बढाउने हो। अनि त्यहाँदेखि क्लियर भयो भने यसमा चाहिँ फेरि पाइप घुसाउनु पर्छ है। यहाँ चाहिँ डबल जेसीबी लागेछ। म्यानुअली जेसीबी मतलब हातले खन्दाएको छ क्या।